लाइफमा चाहेको सबै कुरा मिल्दैन र त्यस्तै नाता छ मेरो एप्ससँग। मैले कहिल्यै पनि आफ्नो एप्सलाई प्रोपरली भिजिबल भएर देख्न पाएन। सो स्वागत छ हजुरहरूलाई एउटा नयाँ भिडियोमा। आज म ट्रेन गर्न गइरहेको छु कोर एन्ड कम्ब्याट भनेर मैले नाम दिएको छु, जसमा म ट्रेन गर्छु कोरको लागि केही फाइटिङ स्किलहरू, सिम्पल पन्चेस एन्ड किक्स, सो द्याट कहिले त्यस्तो सिचुएसनमा आओस् तर आइहाल्यो भने कुनै दिन काम लागोस् भनेर आइएम फोकसिङ अन फाइटिङ अल्सो। मलाई पछि गएर पनि जब म अफोर्ड गर्न सक्छु ट्रेनिङहरू फाइटिङको लागि, त्यति बेला म एमएमए एकचोटि सिक्न चाहन्छु। नट फर प्रोफेसनल्ली फाइटिङको लागि होइन, जस्ट फर एउटा हुन्छ नि मनको पीडा शान्त गर्नलाई। लेट्स डु वार्म अप एन्ड वर्कआउट सुरु गरौँ। कोर मसल्सहरू कहिले पनि एस्थेटिक्सको लागि मात्रै नहुँदो रहेछ। आजभोलि रियलाइज गर्दैछु म। प्रोपर सिक्स प्याक एप्स देखिनु, अब्जेक्ट्सहरू देखिनु, त्यो बस एस्थेटिकल्ली मात्रै राम्रो देखिनको लागि होइन कि कोर मसल यदि हाम्रो स्ट्रङ भयो भने हाम्रो स्ट्रेन्थ पनि एकदम राम्रो गेन हुँदो रहेछ। स्ट्रेन्थमा मैले आफ्नो पर्सनल एक्सपिरियन्सबाट रियलाइज गरेको कुरा हो। मेरो स्ट्रेन्थ पनि अलिकति इम्प्रुभ भएको छ मैले जबदेखि कोरलाई छुट्टै ट्रेन गर्न थालेको छु। हाम्रो डेली एक्टिभिटिजहरूमा पनि कोर मसलको एकदमै ठुलो रोल हुन्छ। सो द्याट कोरलाई स्ट्रङ गर्नु, कोरलाई छुट्टै ट्रेन गर्नु, कोरलाई मजाले ट्रेन गर्नु त्यत्तिकै जरुरी छ जति डोलासोला बनाउनलाई, एप्स बनाउनलाई, लेग्स बनाउनलाई या चेस्ट बनाउनलाई हामीले जसरी ट्रेन गर्छौँ त्यस्तै नै हामीले कोरलाई पनि ट्रेन गर्न जरुरी रहेछ। जुगाड लाउँदैछु यो साइडको ट्रेन गर्नको लागि। केही हदसम्म हेल्प गर्छ, त्यस्तो राम्रो छैन तर मनको शान्तिको लागि भए पनि जुगाड लगाएर यति गर्दा अलिक प्रोडक्टिभ फिल हुन्छ। सो पन्चिङ ब्याग या पुत्ला हुन्थ्यो भने चाहिँ अलिकति साँच्चै नै कसैलाई हाने जस्तो फिल हुन्थ्यो होइन। त्यो भएर अलिकति मजा पनि छुट्टै हुन्थ्यो होला। तर छैन भने जे छ त्यसैलाई युटिलाइज गरेर चलाउन। आजको प्रोपर कोरको पहिलो एक्सर्साइज केबल क्रन्चेस।
एप्सको लागि दोस्रो एक्सर्साइज ह्याङ्गिङ लेग रेजेस। I don't know. यो एक्सर्साइजको नाम पनि थाहा छैन, काम पनि थाहा छैन, बट आई पर्सनली फिल कि यो एक्सर्साइजले पन्चिङ पावर बढाउनमा हेल्प गर्छ, आर्म्सको र स्ट्रेन्थ बढाउनमा हेल्प गर्छ। यो चाहिँ मेरो पर्सनल ओपिनियन हो, पर्सनल फिल। एउटा अर्को जुगाड किक्सको लागि जोडले पनि हान्न मिल्दैन क्या, भाँचेला भन्ने डर। पालो फुटबलको मैले जति कोसिस गर्दा पनि सिक्न सकेको छैन अहिलेसम्म राम्ररी। लेग डेमा गाड बढ्छ भन्नेहरू कहिलेकाहीँ छुट्टै कोरको लागि हानेर हेऱ्यो कि ठिक छ दाइ। मेरो अलिकति दुखिरहेको छ दाइ, यार यहाँ दुखमा छ भने यहाँको पेन त गयो, यहाँ छ म यसमा ह्यामस्ट्रिङको पेन त त्यो बल त हाल्नु